यस अवसरमा मुलुकको राष्ट्रियता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, सुशासन, शान्ति र समृद्धिका साथै भाद्र 23 र 24 गते भएको जेएनजी आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै विभिन्न राजनीतिक परिवर्तन, लोकतन्त्र आन्दोलन, जनआन्दोलन, सामाजिक रूपान्तरण तथा नागरिक अधिकार स्थापनाका सङ्घर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने अग्रज व्यक्तित्वहरू, वीर पुर्खाहरू तथा सम्पूर्ण परिवर्तनगामी नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दछु। स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा अनुरूप सेवा प्रवाह, सुशासन, विकास निर्माण तथा सामाजिक न्याय सुनिश्चित गर्नु हाम्रो प्रमुख दायित्व हो। तारकेश्वर नगरपालिकाले दोस्रो कार्यकाल प्रारम्भ भएदेखि नै एक घर एक धारा, करको दर घटाई, करको दायरा विस्तार गर्ने नीति, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर अभिवृद्धि, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै परिवारमुखी कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ। नगरवासीबाट प्राप्त विश्वास, सहयोग र सकारात्मक सुझावकै कारण चौथो वर्षसम्म आइपुग्दा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, संस्थागत विकास तथा सेवा प्रवाहका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। यी उपलब्धिहरू स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण नगरवासीको साझा प्रयास, सहकार्यको प्रतिफल हुन् भन्ने विश्वास गर्दछु। आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम नेपालको संविधानले निर्देशित गरेका राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरू, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा 230, स्थानीय सरकार सञ्चालन ऐन 2074, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074, सङ्घ, प्रदेश र स्थानीय बीच समन्वय तथा अन्तर सम्बन्ध सम्बन्धी कानुन व्यवस्थाहरू, नेपाल सरकार तथा बागमती प्रदेश सरकारको वार्षिक नीति, बजेट कार्यक्रम, 16औं पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य, स्थानीय तहको योजना तथा बजेट तर्जुमा, दिग्दर्शन 2078, हामीबाट निर्वाचनको समयमा जनता समक्ष राखेको घोषणापत्र 2079 लगायतका प्रचलित कानुन, नीति तथा मार्गदर्शनलाई आधार मानी तर्जुमा गरिएको छ। यस नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा नगरपालिकाबाट भएका नीतिगत निर्णयहरू, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका सिफारिसहरू, राजस्व परामर्श समितिका सुझावहरू, बजेट तथा कार्यक्रम तर्जुमा समितिका निष्कर्षहरू, विषयगत समितिहरूका निर्णयहरू, वडा समितिहरूबाट प्राप्त प्राथमिकताहरू, राजनीतिक दल, निजी क्षेत्र, सरकारी क्षेत्र, सामाजिक समाज, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र, विकास साझेदार, नगरपालिकाबाट आयोजित सर्वपक्षीय एवं सर्वदलीय छलफल तथा अन्तर्क्रिया कार्यक्रम र नगरवासीहरूबाट प्राप्त राय, सुझाव र अपेक्षालाई समेटेको छ। सहभागितामूलक, पारदर्शी तथा उत्तरदायी योजना तर्जुमा प्रक्रियालाई अवलम्बन गर्दै नगरको दीर्घकालीन सोच, आवश्यकता, सम्भावना र उपलब्ध स्रोत
साधनबीच सन्तुलन कायम गरी नीति कार्यक्रम तयार गरिएको छ। यस नगर सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यो कार्यकालको अन्तिम अवसर समेत भएकोले विगत 4 वर्षमा नगर सभाबाट स्वीकृत नीति बजेट कार्यक्रमहरूको कार्यान्वयन अवस्था, हासिल भएका उपलब्धिहरू, देखिएका चुनौतीहरू, सिकाएका अनुभवहरू तथा नगरवासी समक्ष व्यक्त गरिएका प्रतिबद्धताहरूको गम्भीर समीक्षा गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तयार गरिएको छ। यस क्रममा अधुरा रहेका योजनाहरूको पूर्णता, सञ्चालनमा रहेका कार्यक्रमहरूको प्रभावकारिता, अभिवृद्धि, संस्थागत सुधार, सेवा प्रवाहमा गुणस्तर वृद्धि तथा दीर्घकालीन विकासका आधारहरू सुदृढ गर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ। नगरसभा सदस्यज्यूहरू चालु आर्थिक वर्ष 82-83 को जेठ मसान्तसम्म तारकेश्वर नगरपालिकाले राजस्व, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, सामाजिक सुरक्षा, सुशासन तथा सेवा प्रवाह लगायतका क्षेत्रहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ। तीमध्ये केही महत्त्वपूर्ण प्रगति यहाँ प्रस्तुत गरेको छु। आर्थिक प्रशासन शाखातर्फ अब 82-83 मा कुल अनुमानित आयहरू 2 अर्ब 82 करोड 84 लाख 10 हजार रहेकोमा जेठ मसान्तसम्ममा 1 अर्ब 83 करोड 96 लाख 92 हजार 707 सङ्कलन भई 65.04% आय प्रगति हासिल भएको छ। चालु खर्चतर्फ रु 98 करोड 87 लाख 1442 विनियोजन गरेकोमा रु 59 करोड 53 लाख 10 हजार 695 खर्च भई 60.21% खर्च प्रगति भएको छ। त्यस्तै पुँजीगत खर्चतर्फ रु 1 अर्ब 83 करोड 97 लाख 8 हजार 558 विनियोजन गरेकोमा रु 69 करोड 13 लाख 79 हजार 531 खर्च भई 37.58% प्रगति हासिल भएको छ। समग्रमा चालु तथा पुँजीगत दुवै शीर्षकमा कुल 2 अर्ब 82 करोड 84 लाख 10 हजार विनियोजन मध्ये रु 1 अर्ब 28 करोड 66 लाख 81 हजार 227 खर्च भई कुल 45.49% खर्च प्रगति हासिल भएको छ। राजस्व क्षेत्रतर्फ स्वैच्छिक सहभागिता, सहयोग कर, विकासमा आत्मनिर्भर उन्मुख नगर भन्ने नीति अनुसार आन्तरिक राजस्व सङ्कलनलाई प्रभावकारी रूपमा अघि बढाएको छ। चालु आर्थिक वर्ष 2082-83 मा रु 45 करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकोमा जेठ मसान्तसम्म रु 34 करोड 29 लाख 93 हजार 400 सङ्कलन भई 76.22% प्रगति हासिल भएको छ। करको दर घटाउने, दायरा विस्तार गर्ने नीति अनुसार व्यवसाय दर्ता तथा नवीकरण मार्फत नगर क्षेत्रका करिब 9000 व्यवसाय प्रणालीमा अद्यावधि गरिएको छ। साथै गुणस्तर तथा नापतोल विभागसँगको समन्वयमा नापतोल यन्त्रको अनुमति पत्र वितरण, जाँच, पुनः जाँच तथा अनुगमन सेवा सञ्चालन गर्दा 824 जना व्यापारी तथा व्यवसायीले आफ्नो वडाइबाट सेवा प्राप्त गरेका छन्। यसबाट कर प्रशासनलाई सरल, पारदर्शी र सेवामुखी बनाउन महत्त्वपूर्ण योगदान पुगेको छ। शिक्षा, युवा तथा खेलकुद क्षेत्रतर्फ सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थी अनुपात तथा विषयगत
को आवश्यक सम्बोधन गर्न माध्यमिक तहमा 24, आधारभूत तहमा 23 र बाल विकास सहजकर्तामा 39 गरी कुल 86 वटा नगर अनुदान शिक्षक तथा सहजकर्ता व्यवस्थापन गरिएको छ। स्थानीय सरकारको सोच शिक्षा सुधारको खोज अभियान अन्तर्गत वडा नम्बर 1 देखि 3 सम्म 8 विद्यालयमा शिक्षा चर्चा कार्यक्रम सञ्चालन गरी व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सरकारवाला बीच शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तर्क्रिया गरिएको छ। यसले लक्षित कोचिङ तथा उपचारात्मक कक्षामा सहभागी 55 जना विद्यार्थी मध्ये 3 जनाले GPA 4 प्राप्त गरेका छन्। सामुदायिक विद्यालयको नतिजामा सुधार भई 2082 सालको एससी परीक्षामा 89.63% तथा आधारभूत शिक्षा परीक्षामा 76.36% विद्यार्थीले न्यूनतम GPA प्राप्त गरेको छ। प्रधानाध्यापक, शिक्षक, कर्मचारी र विद्यालय सहयोगीहरूलाई उत्प्रेरणा कार्यक्रम शैक्षिक सत्र 2083 देखि सामुदायिक विद्यालयहरूमा बिहानी प्रार्थना तथा पिटी व्यवस्थापनमा एकरूपता कायम भएको छ। साथै दिवा खाजा कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी प्रतिदिन रु 10 रुपियाँ थप गरिएको कक्षा 5 सम्म विद्यार्थीलाई लाभान्वित भएको छ। खेलकुद क्षेत्रतर्फ चौथो मेयर रनिङ सिल प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूले 15 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा 66 स्वर्ण पदक मध्ये 44 स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेका छन् भने राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेश प्राप्त गरेको 22 वटा स्वर्ण पदक मध्ये तारकेश्वरका खेलाडीले 9 स्वर्ण प्राप्त जितेर उत्कृष्ट प्रदर्शन गरेका छन्। स्वास्थ्यतर्फ नगरपालिकाका स्वास्थ्य संस्थाबाट हालसम्म कुल 93,811 सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। नगर प्रमुखसँग ज्येष्ठ नागरिक दीर्घायु कार्यक्रम अन्तर्गत सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट 2,556 जनाको आँखा परीक्षण, 1,149 जनालाई चस्मा वितरण तथा मोतीबिन्दु पहिचान भएका 192 जनाको सफल शल्यक्रिया सम्पन्न गरिएको छ। विशिष्ट स्वास्थ्य शिविर मार्फत 413 जना पुरुषको प्रोस्टेट क्यान्सर स्क्रिनिङ गरिएको छ। नगर प्रमुखसँग महिला कार्यक्रम अन्तर्गत 2049 महिलाको पाठ्यक्रमको मुखको क्यान्सर परीक्षण VIA गरिएकोमा 144 जनाको थर्मोकेगुलेसन उपचार, 17 जनाको पोलिपेक्टोमी, 18 जनाको रिङ पेसरी उपचार तथा 19 जनाको बायोप्सी परीक्षणका लागि नमुना पठाएको छ। साथै 1,595 जनाको स्तन परीक्षण र 753 जनाको अल्ट्रासोनोग्राफी गरिएको छ। नागरिक आरोग्य केन्द्र मार्फत सञ्चालित स्वर्णबिन्दु प्राशन कार्यक्रममा 1,793 बालबालिका लाभान्वित भएका छन्। डायलिसिस सेवा, गम्भीर रोग उपचार सहायता तथा विपन्न नागरिक उपचार सिफारिस कार्यक्रम मार्फत 100 सेवाग्राही लाभान्वित भएका छन्। पूर्वाधार विकास तथा भवन नियमनतर्फ नगरपालिकाका 11 वटा वडामा सडक, खानेपानी, ढल तथा सार्वजनिक पूर्वाधार निर्माण कार्य प्रभावकारी रूपमा अघि बढाएको छ। जेठ मसान्तसम्म 5,875 मिटर सडक ढलान, 2,628 मिटर सडक कालेपत्रे, 2,533 मिटर सडक ग्राभेल,
3,476 मिटर सडक स्तर उन्नति, 4,1100 मिटर ढल व्यवस्थापन तथा 3,891 मिटर खानेपानी लाइन विस्तार सम्पन्न भएको छ। साथै 6,267 घनमिटर रिटेनिङ डिमार्केसन वाल, 2,878 घनमिटर मेसनरी वाल, 828 मिटर पक्की नाला, 4वटा भवन, 10वटा ट्रस संरचना, 7वटा सार्वजनिक शौचालय, 5वटा सार्वजनिक पार्क, 10वटा मन्दिर तथा 171वटा सडक बत्ती निर्माण तथा जडान सम्पन्न भएको छ। उपभोक्ता समिति मार्फत 105वटा योजनाको सम्झौता सम्पन्न भएको छ भने अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका योजना सहित कुल 216वटा योजना सम्पन्न भएका छन्। ठेक्का व्यवस्थापनतर्फ 38वटा ठेक्का सम्झौता भएको मध्ये 11वटा आयोजना सम्पन्न, 26वटा निर्माणाधीन तथा 1वटा योजनाको मूल्याङ्कन कार्य भइरहेको छ। भवन नियमनतर्फ 1062वटा अस्थायी स्वीकृत, 1272वटा स्थायी स्वीकृति, 1065वटा निर्माण सम्पन्न प्रमाणपत्र, 141वटा अभिलेखीकरण, 221वटा टहरा निर्माण स्वीकृति, 39वटा व्यावसायिक टहरा निर्माण स्वीकृत तथा 362वटा नामसारी सम्बन्धी कार्य सम्पन्न गरिएको छ। कृषि तथा पशुपक्षी विकास क्षेत्रतर्फ 396 जना कृषकलाई 1145 सेट तरकारी बिउ, 137 जना कृषकलाई 3,333 केजी उन्नत गहुँको बिउ तथा 130 जना कृषकलाई 4,500 केजी धानको बिउ वितरण गरिएको छ। व्यावसायिक तरकारी खेती प्रवर्धन कार्यक्रम मार्फत 14 कृषक समूह तथा सहकारीलाई विभिन्न कृषि सामग्री उपलब्ध गराएको छ भने 40 जना कृषकलाई 1084 बोरा प्राङ्गारिक मल वितरण गरिएको छ। प्रदेश सरकारको सहयोगमा 42 जना कृषकलाई 42वटा हाते ट्र्याक्टर प्रदान गरिएको छ। कौशी खेती, मौरी पालन तथा नयाँ तरकारी पकेट स्थापना कार्यक्रम मार्फत कृषकको उत्पादन क्षमता अभिवृद्धि गर्ने कार्य गरिएको छ। पशुपक्षी विकासतर्फ 87 जना कृषकलाई काउ म्याट वितरण, 252 कृषक परिवारलाई 3000 केजी घाँसको बिउ वितरण तथा 202वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरी रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको छ। महिला बालबालिका तथा समाज कल्याण क्षेत्रतर्फ अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम तथा बाल अधिकार संरक्षणका गतिविधिहरू सञ्चालन गरिएको छ। हालसम्म 3,224 जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ भने चालु आर्थिक वर्षमा थप 270 जनालाई परिचय पत्र उपलब्ध गराएका छन्। बालमैत्री स्थानीय शासन घोषणा अभियान अन्तर्गत आगामी आर्थिक वर्ष तारकेश्वर नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने गरी घरधुरी सर्वेक्षण कार्य लगायतका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको छ। भूमि व्यवस्थापन तर्फ भू उपयोग ऐन तथा नियमावली अनुसार जग्गा वर्गीकरणको कार्यले अन्तिम चरणमा पुगेको छ। सरकारी तथा सार्वजनिक सम्पत्तिको संरचनाका लागि अतिक्रमण जग्गा तथा संरचना हटाउने, सार्वजनिक जग्गाको नापजाप तथा रेखाङ्कन गर्ने कार्य सम्पन्न गरिएको छ।
सामाजिक सुरक्षा तथा पञ्जीकरणतर्फ चालू आर्थिक वर्षको पहिलो दिन त्रैमासिकमा कुल 12,45,61,871 रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। नगरपालिकाको कोखदेखि शोकसम्म कार्यक्रम मार्फत 80 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, नवजात शिशु तथा कोख सहायता कार्यक्रम अन्तर्गत कुल 1,20,64,867 रुपियाँ 65 पैसा सहायता वितरण गरिएको छ। वातावरण तथा विपद व्यवस्थापन क्षेत्रतर्फ फोहोर व्यवस्थापनबाट 17,07,120 रुपियाँ राजस्व सङ्कलन भएको छ। निषेधित क्षेत्रमा फोहोर फाल्ने सवारी साधन तथा व्यवसायले कारवाही गरी 40,000 रुपियाँ जरिवाना असुल गरिएको छ। विपद व्यवस्थापनका लागि 238 थाल तिरपाल खरिद गरी आवश्यकता अनुसार 133 थाल वितरण गरिएको छ भने जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जेसीबी सेवा सम्झौता गरिएको छ। न्यायिक समितितर्फ स्थानीय सरकार सञ्चालन 2074 बमोजिम स्थानीय तहको अधिकार क्षेत्रभित्रका विवादहरूको निरूपण, मेलमिलाप तथा न्यायिक निर्णय मार्फत न्याय सम्पादन कार्य निर्दोष रूपमा सञ्चालन गरिएको छ। चालु आर्थिक वर्ष 2082-83 मा गत वर्षबाट जेनवरी आएका 33 र चालु तर्फका 34 गरी कुल 67 मुद्दा दर्ता भएका छन्, जसमा 15वटा सार्वजनिक जग्गा, बाटो, 39 जग्गा विवाद, 13 विविध प्रकृतिको मुद्दा रहेका छन्। हालसम्म 9वटा मुद्दा मेलमिलापबाट र 28 मुद्दा फैसला मार्फत गरी कुल 37 मुद्दा टुङ्गो लागेको छ, जसबाट 55.22% प्रगति हासिल भएको छ। हाल 1 मुद्दा मुल्तवीमा र 29 मुद्दा प्रक्रियामा रहेका छन्। साथै प्राप्त 31 ठाडो निवेदन मध्ये 13वटा स्थलगत अनुगमन तथा प्राविधिक जाँच मार्फत निरूपण गरिएको छ भने 28वटा निवेदनलाई औपचारिक फिराद दर्ता गरी प्रक्रिया अघि बढाएको छ। लघु उद्यम तथा रोजगार सेवा केन्द्रतर्फ सिप विकास कार्यक्रम अन्तर्गत ब्युटी पार्लर, नेल आर्ट, मोबाइल रिपेयरिङ, बेकरी, ड्राइभिङ, बारिस्टा लगायतका विभिन्न सिपमूलक तालिम सञ्चालन गरी 192 जना महिला तथा पुरुषलाई स्वरोजगार उन्मुख सिप प्रदान गरिएको छ। रोजगार सेवा केन्द्र मार्फत 679 जना बेरोजगार व्यक्तिको सूचीकरण, 189 जनालाई श्रम स्वीकृतिको सहजीकरण, 40 जनालाई वैदेशिक रोजगार परामर्श तथा 14 जनालाई छात्रवृत्ति सुविधा प्रदान गरिएको छ। उपभोक्ता हित संरक्षण तथा बजार अनुगमनतर्फ उपभोक्ता अधिकार संरक्षण, बजार व्यवस्थापन तथा स्वस्थ व्यावसायिक वातावरण कायम गर्न 35वटा पसल, होटल, रेस्टुरेन्ट, फर्म, वासिङ सेन्टर, मार्ट तथा प्लम्बिङ क्षेत्रको अनुगमन गरिएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता, नवीकरण, नक्सा पास, अभिलेखीकरण तथा कर सम्बन्धी कानुन दायित्व पूरा गर्न सम्बन्धित व्यवसायलाई निर्देशन दिएको छ। अनुगमनको क्रममा देखिएको कैफियतहरू एवं प्राप्त विभिन्न उजुरीहरूमध्ये अधिकांशको सम्बन्धन तथा समाधान गरिएको छ भने केही प्रक्रियामा रहेका छन्। सुशासन, प्रशासन तथा सूचना प्रविधि क्षेत्रतर्फ हेलो सरकार मार्फत प्राप्त 93 गुनासो मध्ये 59वटा प्रचुर भइसकेको छन् भने नियामक निकायबाट प्राप्त 35वटा उजुरी पूर्ण रूपमा सम्बोधन गरिएको छ। हालसम्म 11वटा कानुन, कार्यविधि तथा निर्देशिका निर्माण गरेका छन्। सूचना प्रविधि क्षेत्रतर्फ 8वटा डिजिटल सूचना बोर्ड स्थापना, फ्री वाइफाई सेवा विस्तार, प्याच प्रणाली, सामूहिक SMS सेवा तथा अनलाइन बायोमेट्रिक हाजिर प्रणाली सञ्चालनमा ल्याएको छ।
राष्ट्रिय परिचय पत्र कार्यक्रम अन्तर्गत 6,843 जनाको विवरण सङ्कलन तथा 8,435 जनालाई राष्ट्रिय परिचय